हजुरहरूलाई यो भिडियोमा हामी धेरै नेपालीहरूलाई यो थाहा छैन कि हामीले सरकारलाई कर तिरिरहेका छौँ। यो करको पैसा चाहिँ हाम्रो सेवा सुविधाको लागि सरकारले परिचालन गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीलाई धेरैलाई थाहा छैन क्या। धेरै व्यक्तिहरूले के भन्नुहुन्छ भन्दाखेरि कर त हामीले तिरेकै छैन, हाम्रो आम्दानी नै छैन, कसरी हामीले कर तिर्छौँ भनेर भनिराख्नु भएको हुन्छ। म उहाँहरूलाई यो भिडियोमा कर भनेको के हो र कर तिर्नु किन हाम्रो जिम्मेवारी हो र कर कति प्रकारका हुन्छन्, हामीले कसरी चाहिँ कर सरकारलाई तिरिरहेछौँ भन्ने कुरा चाहिँ हजुरहरूलाई जानकारी गराउने कोसिस गर्नेछु होइन। भिडियो अब एडिट गरेर काटकुट गर्ने मेरो चलन छैन। म सिधा जे कुरा मलाई थाहा छ त्यो कुरा म यो भिडियोमा बताउनेछु होइन। कर भनेको चाहिँ हाम्रो देशको विकासका लागि जुन पैसाहरू चाहिन्छ नि त्यो कहाँबाट उठ्छ भन्दाखेरि सरकारले कि विदेशी ऋण लिनु पऱ्यो कि अनुदान लिनु पऱ्यो होइन, कि भनेको जनताबाट कर लिनु पऱ्यो, कर उठाउनु पऱ्यो, उनीहरूलाई कर बापत सेवा सुविधाहरू दिनु पऱ्यो। त्यसरी चाहिँ देशको अर्थतन्त्र चलिरहन्छ है। कर विशेष गरेर प्रत्यक्ष र अप्रत्यक्ष कर अथवा डाइरेक्ट र इन्डाइरेक्ट ट्याक्स भनेर चाहिँ दुई टाइपको हुन्छ। अब हामीलाई डाइरेक्ट ट्याक्स भनेको त धेरैलाई थाहा नै छ, जस्तै हाम्रो आम्दानीमा लाग्ने कर भयो होइन, अनि सवारी साधनहरूमा लाग्ने कर भयो, जस्तै गाडी छ हजुरको, कार छ अथवा जुनसुकै सवारी साधन छ भने त्यसमा लाग्ने। अर्को भनेको घर जग्गाहरूमा लाग्ने करहरू भयो, जस्तै हाम्रो बाबाले तिर्नुहुन्छ नि घरधुरी, धुरी कर होइन, लगायत अथवा क्षेत्रफलको आधारमा तिर्ने करहरू हुन्छ। ठाउँअनुसार फरक फरक पर्छ होइन। कतिको नगरपालिकामा छ कि पालिकामा छ कि अथवा उपमहानगरपालिकामा छ कि त्यो अनुसार चाहिँ हाम्रो घरको जग्गाको करहरू चाहिँ अलग अलग हुने गर्छ होइन। यसको बारेमा चाहिँ धेरै व्यक्तिहरूले बुझ्नुभएको छ। यो प्रत्यक्ष करको बारेमा उहाँहरूले तिर्नु भएको हुन्छ, देख्नुभएको हुन्छ। तर हामी धेरै नेपालीहरूलाई केही थाहा छैन भने हामीले अप्रत्यक्ष रूपमा पनि कर तिरिरहेको हुन्छौँ है। जुन चाहिँ हाम्रो गोजीको पैसा हो हामीले तिरिरहेको हुन्छौँ तर देखिन चाहिँ देखिँदैन। त्यही भएर पनि धेरैले थाहा नभएको हुनसक्छ। अप्रत्यक्ष कर मतलब इन्डाइरेक्ट ट्याक्स, यो चाहिँ जस्तै हामीले प्रत्यक्ष रूपमा हामीले तिरेको देखिँदैन क्या। जस्तै कस्तो भन्ने भने हजुरले उत्पादन केही कुरा गर्दै हुन्छ, त्यो उत्पादनमा लाग्ने कर भयो होइन। हजुरले कुनै विदेशबाट चाहिँ एउटा सामान ल्याउँदै हुनुहुन्छ होइन, त्यो कस्टम ड्युटी भनेर चाहिँ भन्सारमा पैसा काट्छ क्या, त्यो भन्सार कर भनेर बुझ्नु हजुरहरूले। त्यसमा पनि हामीले कर तिरेको हुन्छौँ होइन। अनि अन्य कुराहरू जस्तै भ्याटको रूपमा हामीले कुनै पसलमा गएर केही सामान किन्यौँ भने, जुनसुकै सामान किन्यौँ 5 रुपियाँको किन्यो भने पनि त्यसमा 13% भ्याट जोडेको हुन्छ, त्यो भयो होइन। लगायत यस्ता इन्डाइरेक्ट ट्याक्सहरू धेरै टाइपका छन्, अरू पनि छन् होइन। विशेष गरेर यिनीहरू कुराहरू बुझ्यो भने जस्तै एउटा भनेको उत्पादन गरेको कुराहरूमा लाग्ने कर भयो, अर्को भ्याट भयो, अर्को भनेको कस्टम ड्युटी मतलब बाहिरबाट भन्सारहरू गरेर ल्याएको सामानहरूमा लाग्ने कर। जस्तै हामीले भ्याटको बारेमा त अलि मजाले बुझौँ होइन। भ्याटको बारेमा एउटा लामो आफै एउटा भिडियो बन्न सक्छ, तर सर्टकटमा बुझौँ। हाम्रो नेपालमा भ्याट कसरी ठगी भइरहेछ होइन, भ्याट हामीले तिरेको पैसा चाहिँ कसरी सरकारसम्म पुग्दैन, व्यापारीहरूले कसरी कर छली गरिरहेछन् भन्ने कुरा नि म बताउन गइरहेको छु। जस्तै भ्यालु एडिड ट्याक्स मतलब भ्याट, यो चाहिँ हामीले जस्तै कुनै मान्छेले एउटा 100 रुपियाँमा कुनै कच्चा पदार्थबाट एउटा उत्पादन बनायो होइन, अनि उसले 150मा बेच्यो भने त्यो होलसेलरले बेच्दाखेरि 50 रुपियाँमा त्यहाँनिर भ्यालु एडिड ट्याक्स भ्याट लाग्ने गर्छ। अनि त्यो 50 रुपियाँको सामान होलसेलरले रिटेलरलाई बेच्ला, अनि उसले त्यस पछाडि जसरी उसले जति मूल्य बढाउँछ त्यो कुरामा चाहिँ ट्याक्स एड हुँदै जान्छ। अनि लास्टमा आएर पेलिने भनेको को हो भन्दाखेरि जनता। हामीले जब उपभोक्ताले सामान किन्छौँ त्यसमा चाहिँ 13% भ्याट चाहिँ अलरेडी जोडिसकेको हुन्छ क्या। अनि कुरा रह्यो अब 13% हामीले जसरी पनि तिर्नै पर्ने भयो होइन। अनि तिरेको रकम चाहिँ सरकारसम्म पुग्यो पुगेन भन्ने हुन्छ। हामीले आफैले एउटा के प्रश्न सोचौँ भने हामीले अहिलेसम्म सामानहरू किन्दाखेरि बिल लिने बानी कसको छ? हामी कसैले बिलै लिँदैनौँ, पसलले न बिल दिन्छ न हामी माग्ने गर्छौँ। बिल माग्नु कुनै अपराध होइन क्या, यो हाम्रो अधिकारको कुरा हो। यदि बिल मागेन भने उसले हामीलाई 500को सामान बेचेर
उसले 100 रुपियाँको कागजमा लेखेर सरकारलाई भ्याट दिन्छ। बाँकीको जुन करको पैसा हुन्छ हामीले तिरेको गोजीबाट गएको हुन्छ हाम्रो, त्यो 400 रुपियाँको भ्याटको पैसा त उनीहरूले पसलेहरूले खान्छन्। जसले उत्पादन गरेर चाहिँ उसले राख्छ, सरकारसम्म त्यो पैसा पुग्दैन। विकसित देशहरूमा के भएको छ भन्दाखेरि कुनै कुरा उत्पादन हुन्छ, त्यो बिक्रीको हुनको लागि बजारसम्म आइपुग्छ, त्यो सामान बिक्री हुँदाखेरि अनिवार्य रूपमा डिजिटली रूपमा सरकारलाई कति ट्याक्स जाने भनेर त्यहाँनिर अलरेडी त्यहाँ कर सल्ली गर्ने अप्सनै छैन क्या। डिजिटली रूपमा हुन्छ सबै। हामीले कति कर तिर्यो, कुन कर कति काट्यो भनेर त्यहाँनिर हाम्रो बिलमा आउँछ क्या। यो सिस्टम हाम्रो देशमा पनि हुनु जरुरी छ। अर्को भ्याट कसरी ठगी गर्छन् भन्दाखेरि जस्तै मानौँ एउटा म्यानुफ्याक्चरिङ गर्ने कुनै कम्पनी छ, उसले जस्तै मानौँ 100 पिस एउटा टी सर्ट बनायो, उसले त्यो होलसेलरसम्म पुर्याउँदाखेरि उसले 100 पिस पठाउँदैछ भने 10 पिस 15 पिसको मात्रै उसले भ्याटको लागि बिल बनाएर पठाउँछ। अनि त्यो उता गएर होलसेलरले बिक्री गर्छ। होलसेलरले रिटेलरले दिँदाखेरि 10 पिसको बिल बनाउँदैन, त्यहाँनिर 5 पिसको बिल बनाएर पठाउँछ। त्यहाँनिर जुन 90 पिसको हिसाब त बिस्तारै बिस्तारै हराउँदै जान्छ। त्यो हराएको भनेको चाहिँ सरकारको पैसा हराएको हो क्या, सरकार ठगिराखेको हो। अनि अब कुनै 1000 रुपियाँको सामान एक ठाउँबाट अर्को ठाउँ पठाउँदाखेरि त्यहाँ 1000 रुपियाँको भ्याटमा बिल बन्दैन क्या। त्यहाँ बन्ने भनेको 100 रुपियाँको सामान, 50 रुपियाँको सामान। एउटा 800 पर्ने सर्ट चाहिँ एउटा पूर्व काठमाडौँदेखि पश्चिम धनगढी गयो भने त्यहाँनिर सर्टको बिल बन्दैन, त्यहाँनिर अन्डरवेयरको बिल बन्छ अनि 100 रुपियाँको बिल बन्छ। त्यहाँ 100 रुपियाँको अन्डरवेयरको बिलमा 800को सर्ट धनगढी जान्छ अथवा बिर्तामोड जान्छ। यसरी कर छली भइरहेछ त्यहाँनिर। यो कुराहरू सबै कुराहरू चाहिँ अब सरकार राम्रो भयो भने भोलि सबै कुराहरू चाहिँ पारदर्शी हुनसक्छ क्या हाम्रो देशमा। हामीलाई यो कुराहरू लागू गर्नको लागि धेरै समय लाग्दैन। यो कुराहरू हामीले बुझ्न जरुरी छ होइन, करको बारेमा। अनि कर छली गर्ने व्यक्तिहरू चाहिँ देशको द्रोही हुन् होइन, जसले चाहिँ देशको विकासमा चाहिँ असर गरिरहेछन्। यी व्यक्तिहरूलाई पनि ठिक गर्न जरुरी छ। अनि अर्को कुरा के भने यसरी भिडियो बनाएर हजुरलाई नलेज सेयर गर्नुको उद्देश्य भनेको चाहिँ हजुरहरू पनि सचेत हुन सक्नुहोस्। हजुरहरूलाई केही कुराको नलेज छ भने चाहिँ अरूलाई सेयर गर्नुहोस् भन्ने हो क्या। यसबाट पैसा कमाउने, आफूलाई पपुलर बनाउने कुनै उद्देश्य छैन होइन। योभन्दा बढी पैसा त म अरू काम गरेर कमाउन सकिरहेको छु। यो सचेत गर्नको लागि यो भिडियो बनाइरहेको छु। भिडियो कस्तो लाग्छ बढीभन्दा बढी सेयर गर्नु होला यो भिडियोलाई।